मित्र लामा प्राय सङ्गीत क्षेत्रका मान्छेहरूलाई मेरो नाम र मैले गरिरहेको काम यो कामको बारेमा जानकारी त प्रायलाई छ जस्तो लाग्छ। आजको यस गोपालञ्जन वाग्यकार गोपालञ्जनको 29वाँ पुण्यतिथि हामीले साधारण हिसाबले क्यान्डल बालेर र धूपबत्ती गरेर उहाँको पुण्य स्मृतिको मा चाहिँ उहाँलाई हामीले सम्झेका छौँ, प्रे गरेका छौँ। किनभने उहाँ हाम्रो सङ्गीत क्षेत्रको गीत सङ्गीत क्षेत्रको सबैभन्दा उचाइमा रहेको विभूति हुनुहुन्छ। नेपाली गीत सङ्गीतलाई सगरमाथाको उचाइमा पुर्याउने अहिलेको अवस्थामा उचाइमा पुर्याउने मुख्य इन्जिनियर भनौँ गीत सङ्गीतको उहाँ नै हुनुहुन्छ स्रष्टा। त्यसैले उहाँको चाहिँ हामीले उहाँको देवासन भएको 1997 यो उहाँको जन्म कहिले भएको थियो र उहाँको साङ्गीतिक क्षेत्र कहाँ कसरी बित्यो अलिकति उहाँ चाहिँ 1943 अगस्त 26 तारिकको दिन ओकाइटी टी गार्डनमा जन्मिनु भएको र उहाँको देवासनपछि 9 महिनाको उमेरमै उहाँको बुवाको देहान्त भएपछि उहाँहरू सपरिवार गोपालञ्जनका दुईजना दिदी आमा र गोपालञ्जनको मात्र 5 महिनाको हुँदा उहाँको बुवा बिरामी पर्नु भएको। 4 महिना बिमारी भएपछि 9 महिनाको हुँदा उहाँको बुवा बित्नु भएपछि चाहिँ नि उहाँहरूको दुईजना दिदी र आमा र उहाँ लगायत 4 जनालाई नै कर्मयोञ्जन सङ्गीतकार कर्मयोञ्जनको बाबाले चाहिँ गीतकार र सङ्गीतकारको हिसाबले परिचित हुनुभयो। त्यसको बदला त्यही ताका उहाँले विश्वविख्यात डाइरेक्टर एकजना बङ्गाली डाइरेक्टर हुनुहुन्छ, फिल्म बनाउनु हुने सत्यजित रेसँग पनि उहाँले काम गर्नुभएको। दार्जिलिङ बाई नाइट भन्ने उहाँको सत्यजित रेको फिल्ममा गोपालञ्जनले बाँसुरी बजाउनु भएको छ। वाद्यवादकको रूपमा उहाँसँग सहकार्य गरेर उहाँलाई त्यही ताका नै कलकत्ता फिल्म इन्डस्ट्रीले उहाँलाई निम्तो दिएर बोलाएको हो। तर उहाँले आफ्नो ठाउँ छोडेर जानु भएन। पछि उहाँले कलेज पढिसकेपछि एमए पढ्नलाई चाहिँ नि नेपालमा उहाँ लाग्नु भएको हो। त्यतिकै उहाँको साङ्गीतिक जीवन चाहिँ आधा साङ्गीतिक जीवन चाहिँ तपाईँको नेपालमा देवासनसम्म चाहिँ नेपालमा बितेको हो।